जाऊं कहाँ गाउँ छाडी लुक्ने सहर देखा छैन ठुलो महल बनाई बस्ने त्यो नि मेरो रहर होइन के काम गर्नुहुन्छ भनेर चाहिँ तपाईको छोराछोरीलाई थाहा छ कि छैन त? थाहा छ। कुन्टलको बोजर बोकेको छु, इटा बोकेको छु, गिट्टी बोकेको छु। यो चाने चुने हिसाबले होइन, मेरो पैसा भने ओरिजिनल हो। भन्छन् नि इन्डियनको के म्याकडल रोम खायो भने हल्का खायो भने झमझम झम्काइदिन्छन्। मेरो पैसा त्यस्तो भन्छ। रक्सीको थोपा कसरी आउँछ? यो शरीरलाई मुटु फुटालेर हामीले काम गरिरहेको छ। हाम्रो होला त ओरिजिनल, हामीलाई ऊ पनि नलाग्ला, रोग पनि नलाग्ला, किनकि हाम्रो त ओरिजिनल पैसा हो। पसिनै निकाले दारू जस्तै ओरिजिनल दारू। देशीसँग के लुट्न सक्नु? देशी त दिनलाई खतम। यहाँबाट कुन्टल यहाँबाट 2 किलोमिटर लियो भने 20 रुपियाँ मिल्ला, 20 रुपियाँ 30 रुपियाँ, ज्यादा मिल्दैन। त्यस्तो हार्ड काम गरेर मिलिया छ सर। पैसा भन्ने चिज त जब कुन्टलको बोझ हाल्यो नि, जब हिँड्नुपर्छ, पैसा त 10 रुपियाँ कमाउन कति हाइते हुन्छ? गिद्दी ख्याउनु पर्छ, देखाएन मा बाल। तपाईँ जस्तै मेरी छोरी होस् भन्ने मेरो खुल्दै लागेको छ, तपाईँ माया धेरै लागेको छ। 75 जिल्लामा घुमेको छु, मेरो रेकर्डर यो सादा मोबाइलमा पनि राखिएको छ। तपाईँको खुसीमा हामीले बधाई छ। यो हामीलाई त धेरै माया लाग्नुभयो तपाईँलाई, यहाँ आउनुभयो, खुसी छ बहिनी। मेरो घर कसरी हेर्नु पर्छ त्यो चाय खानु, दुःख नमानेर बहिनी मेरो हातको यो चाय खानु होला सर। दिदी बहिनी पुरानो सुरुवालको भित्री गोजीबाट 500 भारूको नोट निकाल्दै उनले परदेशमा नेपाली माया पोखे। हाम्रो मुटु बेसरी काठो पर्यो। देखिराखेको हुन्छ सरलाई यो चाय पानी खानु। सर मायाले बहिनी जति सर बहिनीको खुसीलाई यति नै भए पुग्यो मलाई। हजुरको भगवान कृपाले बिहा छ। मेरो यो मेरो रोजीरोटी हो सर। डक्टरको सोही हुन्छ रोजीरोटी, तपाईँहरूको कापी मान्नु क्यामेरा भयो रोजीरोटी। अब हामीहरूको यो रोजीरोटी हो। बच्चाहरूलाई बोर्डिङमै पढाइरहेको छोरी छ हजुरको लगभग 14 सालको भयो। म भन्छु बाबु विद्यासागर जस्तै पत्रकार बनिनुपर्छ भविष्य। तपाईँले अहिले 500 दिएर बहिनी मेरी छोरी जस्तै मानेर हजुरको घर काठमाडौँ हो। समाचारमा सुनिरहेको टिभीमा युट्युबमा आउनुहुन्छ। र साँझ टच मोबाइल छैन सर बहिनी, किन हाल्यो भने टच मोबाइल खराब भइहाल्छ काम गर्ने मान्छे। त्यही सादा फोन गर्ने आदि इत्यादिमा हेरेर तपाईँ आउनुभयो, मेरो पशुपति आए जस्तै मानेको छ तपाईँलाई। हिँड्नुहोस्। तपाईँ काममा हिँड्नु भएको मान्छे त फेरि त्यहाँ बित्ला नि त तपाईँलाई गाली गर्ने। नै हुँदैन, बित्दैन, भइहाल्छ सर, पछि आउँछु। भक्तले चिया खुवाउने भए।